डग मन पर्यो नि डग हो खोइ बाउ कति राम्रो रहेछ यार यो अनि लक्ष्मी पूजाको सेटै रहेछ क्या यो सेट लगाएपछि सजिलो भयो नि त सब यो होइन यो भाउ लगाउँ न आज ल यो हेर्नु त हेलो गाइज अहिले चिसो छ हौ साँच्ची हिजो खास पुरै पानी परेको थियो नि त अनि साँच्ची चिसो हो नि अब चिसो हुन थालेछ के छ खबर हामी एकदमै आरामै छौँ वेलकम ब्याक एनदर भ्लग अहिले भनेको लगभग 11 बजेको छ अनि अब तिहार पुरै लागिसकेको छ काग तिहार हो आज तपाईहरु सबैजनालाई सिलु काग तिहार लागिसक्यो है हेलो एभ्रीबडी अब फेरि ती पनि स्टार्ट हान्देको ए अघि स्टार्ट भइसक्यो काग तिहार लागिसक्यो काग तिहारको सबैजनालाई शुभकामना छ हैन हामी पनि आज लक्ष्मी पूजाको लागि खास हामी लक्ष्मी पूजा भोलि हो नि त अनि लक्ष्मी पूजाको लागि के यसो अब पूजा पाठ सबै कुरा मिलिसकेको छैन हाम्रो त्यही पनि लक्ष्मी माता पूजा गर्नुपर्छ किनकि लक्ष्मी माताले आशीर्वाद दिनुभयो भने मात्र जुनै अवस्थामा भित्राउनु पर्छ लक्ष्मी मातालाई तपाईहरु पनि जतिजना जो देश विदेश संसारभरिबाट हेर्दै हुन्छ लक्ष्मी माताले तपाईहरुलाई भरपूर्ण बनाइदिनुहोस् रक्षा गर्नुहोस् धन सम्पत्ति सानी हेलो भन्दिनु हेलो भन्दिनु न छिटो त्यही कुरो अनि अहिले भनेको हामी पर क्यान्डलहरु के किन्छौँ मर्छौँ हैन खासै त्यस्तो हैन पूजा गर्ने अनि रंगोलीहरु बनाउने गर्ने त्यस्तै उस्तै के किन्नको लागि जान आँटेको हैन अनि सुरुमा क्यान्डलहरु किन्नको लागि पर एउटा स्टोर जान्छौँ त्यसबाट त्यहाँ किनिसके पछाडी अनि रंगोलीहरु रङसङ किन्ने गर्ने यता इन्डियन भर्खर खुलेको छ के हाम्रो यहाँ ठाउँमा अनि इन्डियन पसल छ त्यहाँ गएर रंगोली संगोली बनाउने अब भोलि रंगोली बनाउनु पर्यो नि त हैन त्यो भएर हामी खास त्यसको लागि निस्केको साना रेडी भइसकेको छ अनि सानाको लागि यो पुरै घामार है यहाँ हेर्नु न यहाँनेरि मैले सेट अर्डर गरिसकेको छु नभए छोरीलाई ठ्याक्क घाम पर्दो रहेछ क्या ठ्याक्क सिसादेखि ल अब हामी निस्क्यौँ है त र हामी ठ्याक्क अहिले म्याकडोनल्ड आयौँ किनकि छोरीलाई भनेको पाएको थियो उसलाई हल्का भोक लाग्ने बेला भयो कि जस्तो लाग्यो होइन अनि नानीलाई बरु यहाँ फ्राइजहरू के छोरीलाई फ्राइज पनि साना के छ खबर फ्राइज खाने तिमी फ्राइज खाने हो खाने जाऊ अब निस्किने अनि छोरीलाई अहिले बिचमा भोक लाग्छ के हुन्छ उसलाई फ्राइज र नगेट्स एकदम मनपर्छ क्या त्योभन्दा बरु फ्राइज र नगेट्स यहाँ खुवाएर लग्यो भने एकदम ढुक्क हुन्छ यसको यहीँबाट अर्डर गर सेल्फ अर्डर गर सानीलाई नगेट 6 पिस के हामी पनि खाउँ त म्याकडोनल्ड केही आइसके पछाडि एउटा म्याकडोनल्ड खाउँ पनि लाग्छ फेरि हामीलाई पनि सामान किन्नुहुन्छ खाएर जाउँ ढुक्क हुन्छ ल एउटा म्याकडोनल्ड खाइदिनु जाउँ ल नानीलाई 6 पिस नगेट र मिडियम फ्राइज गरिदिनु ओके ल नम्बर भयो हाम्रो टोकन नम्बर 13 अर्डर गरिसकेको छ अब अर्डर आउँछ टोकन सानीको लागि फ्राइज त्यस पछाडि उसले चिकन नगेट्स खान्छे हाम्रो लागि म्याक चिकन म त दुईटै खाइदिन आँटेको किनकि दुईटा खाए पछाडि भरेसम्मलाई केही खानु परेन नि त तिमी एउटा मात्र जुसहरू ड्रिङ्क्सहरू केही खाने भने म एड गर्छु के खाने ओके बेबी के खान्छ फ्राइज मात्र भन न ऊ ह्याप्पी हुन्छ उसलाई फ्राइज एकदम दामी लाग्छ है ऊ के खाने फ्राइज एकदम उसलाई मनपर्छ क्या अनि आए पछाडि भनेको ऊ के अरे टाको सानो गाडी खोइ हाम्रो गाडी गाडी देखाऊ हाम्रो गाडी खोइ सानो देखाउनु न ओके हाम्रो खानेकुरा आइसकेको छ सानीको लागि यहाँ छोरीको लागि पक्नु है चिकन नगेट्स त्यसपछि फ्राइज सानीले खान्छे हाम्रो लागि यता बर्गर आइसकेको छ साना आलु खाऊ आलु देऊ मामु सानो खाऊ देऊ त हाम्रो गाडी छोरो यता हेर्नु न सानै यो ल त्यो पनि देऊ एउटा छैन त्यस्तो तातो त्यो सानोलाई हाम्रो लागि मेरो लागि दुईटा सिलुको लागि एउटा कहाँ भुइँमा राख्नु भएको लाउनु यो फ्राइज खाने आलु चाहिँ खाने अरे फ्राइज चाहिँ मनपर्छ क्या उसलाई खा मेरो डल्ले हेर्नु इन्भाइरोमेन्ट देखेर बाहिर हेर्नु
गाडी हो गाडी हो र हाम्रो अब खानपिन सकिसकेको छ अब भयो नि हैन सानले पनि खाइ हामी पनि अगाडि छोरीलाई राखेको छ यहाँनिर चिकन नगेट्स फ्राइजहरू राखेको छ शिलाले खाँदै गाडीमा खुवाउँदै लान्छौँ अब भनेको हामी यहाँबाट निस्क्यौँ अगाउनु भयो अगाउनु भयो के अगाउनु भएन अगाउनु भयो मेरो छोरा छोरे बर्लिङटन आइपुग्यो हामी जहिले अर्कोतिरको जान्थ्यौँ होइन आज त एकतिरको जिपिआरएस लाग्यो भएर त हामी जहिले रेगुलर जाने नि त्यही लाग्यो होला भनेको त अर्कोतिरको सिलु नयाँ पहिला हामी कहिले आएको थिएनौँ होइन आएको थिएन प्लस यो देखाउँदैन पनि थियो कि गुगलमा अरू बेला यो यसो हेर्दाखेरि पनि नयाँ नयाँ जस्तो छ खै अरू बेला हामीले नदेखा होइन पुरानै हो न त हामीले अवस्था नगरेको हामी चाहिँ उता जान्थ्यौँ मार्सलहरू पनि नजिकै रहेछ एकै ठाउँ यहाँ आउँदा नि इजी नै हुने रहेछ मार्सल पनि रहेछ कि म मार्सल कहिले कहिले जान्छु नानी भएको त ल त म काट साटो त्यो गर्छु साना जाऊ सानाले पनि चिकन नगेट खाइसक्यो छोरीले ल कार्ड एउटा वाइफले पुछेर बोकौँ छैन जस्तो छ पक्कै ल हाम्रो सानी काठमा रेडी भइसकेछ बसेर अब लु सिलु मेन काम गर्दा गर्दा हो त्यतै जाउँ त धेरै कुटुर नगरौँ आज धेरै काम छ के हेरेको तिमी वाच हेर्दैको ओके सेलमा रहेछ भनेर ओके सानीले आउँदा आउँदै एउटा ब्याग पक्रिसकेको चाहिँ उसलाई ब्याग मनपर्छ नि त त्यो भएर ब्याग त देख्नै हुँदैन त्यहाँ पर रहेछ ब्याग तानेर पुरै ल्याएर चाहिँ ज्याकेट चाहिएको थियो मलाई अब त बिस्तारै चिसो आउँछ आज छोडिदिनु पर्यो अब क्रमशः ज्याकेट आउन थाल्छन् अब बल्ल निस्किन थालेको छ अब चिसो लागे पछाडि मात्र आउने हो नि त जाडोको लुगा त अनि आज अलि हतार छ होइन आज अब उता दोकान अरूहरू पनि जानु छ अरू कुनै एक दिन आएर चाहिँ ज्याकेट स्याकेट किन्नु पर्ला लु बसेर थिच्नु त लु सानलाई डग मनपर्छ यहाँ डग ओ छोरी ओ डग मन पर्यो नि डग हो खोइ बाउ ए बाबुलाई थिच्नु त ल ओ सानलाई कुकुर मनपर्छ नि त ठ्याक्क कुकुर भेट ल यो बोक्नु यो लाने किन्ने आमा कस्तो ह्याप्पी भएको उसलाई डग एकदम मनपर्छ नि त अनि यहाँ ठ्याक्क आएको त भने डगको गुडिया रहेछ ओ माई गड कस्तो ह्याप्पी भएको बोक सानी भाउ खोइ भाउ त्यो कुन लाने यो होइन यो भाउ लगाउँ न आज ल यो हेर्नु त ए त्यो पनि गुडिया त गुडिया सेक्सनमा आएपछि है यसरी कुन मनपर्छ बोकेर पुरा हिँड्नु ल बोक्नु छिटो यो भाउ बोक्नु ल भाउ चाहिँ बोकेर जाने ल हज भन्नु न भाउ कसरी कराउँछ हेर्नु त भाउ थिच्नु त यहाँ थिच्नु यहाँ ओ कस्तो कला आयो र हाम्रो यहाँको सपिङ सक्यो लिन आएको चाहिँ भेटेन सिलो $100 भन्दा बेसीको किन्यो होइन लिन आएको सामान भेटेन त्यो क्यान्डल स्ट्यान्डहरू के भन्दैन सिलले हो पहिला राखौँ अनि त्यो सिलाले खास त्यो क्यान्डल स्ट्यान्डहरू के लिन अरे आइडन मलाई त थाहा छैन होइन अनि त्यस पछाडि चाहिँ उता तिहारको सपिङ के रङहरू रङ्गोलीको लागि लिन जाउँ भनेर यहाँ आएको त्यो नि पाइएन भरे मैले 2-3टा लुगा किनेँ सिलाले 2टा किनिन् नानीको लागि एउटा टोय के खतरा खतराको किन्ने त्यस्तै यहाँ आएर 2 थोक किन्यो एउटा भनेको यो दिउरे किन्यो अर्को तेल खनाउने अस्ति नै खोजिराखेको थियो
सिलले खोजेको केही पनि भेटिनन् होइन। अनि दिउरे पनि ठ्याक्क सानो खाले यसो चिया पकाउनको लागि चाहिरहेको थियो भने जस्तो ट्याक्क यहाँनिर भेट्यो। अनि तेल खलाउने अस्तिदेखि पलाउनमा हेरेको थिएँ, कता कता हेरेको थिएन क्या त्यहाँनिर। अनि यहाँको ठ्याक्कै यहाँ भेटेँ, त्यो 2 थोक मैले ल्याएँ। सिलो आइडन अझै के भेट्छु कि भन्दै त्यहाँनिर हेर्दैछु लाइन रहेछ। म चाहिँ पुरै लाइनमा बसिरहेको छु, आज विकेन्ड हो नि त, त्यो भएर एकदमै बेसी लाइन छ कि। सिलु खोजेको सामान भेटिएन? अब कहाँ जाने हामी? घरै जाउँ? अनि उता त्यो रङ्गोलीहरूको लागि सानाको रियाक्सन हेरेर थाहा हुन्छ। सानालाई निन्द्रा पनि लाग्यो जस्तो छ कालेलाई होइन। अघि आँखा पुरै मिचिरहेको थियो। निन्द्रा लाग्यो छोरो? निन्द्रा लाग्यो? हो भन्छ जी भन्छ पनि भन्छ काले। एकचोटि फोन हो ल सर्च गर नि। हामी ट्याक्कसँगले अहिले यहाँ हैदराबाद बिरयानी आइपुग्यौँ। अनि यहाँबाट खास रेस्टुरेन्ट पनि हो। अनि यता ग्रोसरीहरू पनि छ। बिरयानी खानु घर आज घर लगेर बिरयानी खाउँ भन्ने कुरा हो। म बिरयानी अर्डर दिन्छु सुरुमा, अनि मात्र हामी सपिङ ग्रोसरी भनेको त्यस पछाडि उताबाट गर्छौँ। तिमी ग्रोसरी जाँदै गर नि त ल, म बिरयानी अर्डर गर्छु ल। बिरयानी मैले त्यहाँ अर्डर गरेँ आज, एकदम गोड बिरयानी स्पेसल रहेछ, त्यो भएर गोड बिरयानी अर्डर गरेँ। सिला आइडन के सपिङ गर्दैछु नि। के भेट्यो? सेटै रहेछ पूजा गर्ने, झन् सजिलो भयो त। म त रङ्गोली भेट्यो। ओके ल, रङ्गोली पनि यहाँ रङ्गोली रहेछ। रङ्गोली बनाउनको लागि पहिला हामीहरूले कस्तो गाह्रो भएको थियो नि, पहिला त्यो अबिरबाट गरेको थियौँ, अहिले त यो रेडिमेड खालको भएछ। म त गोड बिरयानी गरेँ। गोड बिरयानी त्यो रहेछ, स्पेसल आज रहेछ, त्यही गर्दैन। विकेन्ड स्पेसल गोड बिरयानी अरे के। ओके आऊ बेबी मामुस। यो पुरै गणेशजीको पूजा गर्ने कति राम्रो रहेछ यार यो। अनि लक्ष्मी पूजाको सेटै रहेछ क्या, यो सेट लगेपछि सजिलो भयो नि त। यी सबै अल पाउने कति रहेछ यसको $14 सबै जति पनि पूजा गर्न चाहिने हो लक्ष्मी पूजा सामग्री भनेर रहेछ क्या। तिमी फर्स्ट टाइम होइन यहाँ आएको? सेकेन्ड। अस्ति खासै सामान थिएन किनकि भर्खर ओपन भएको क्या यो। हामी आए पछाडि लगभग 1-1.5 महिना मात्र हुँदैछ यो ओपन भएको चाहिँ खास होइन। अनि हामी आउँदाखेरि भर्खर ओपन भएको भनेर अस्ति यहाँ भन्नुहुन्थ्यो। खासै त्यस्तो सामान थिएन अस्ति त होइन। अनि अहिले त पुरै सामान भएछ, नभए यहाँ इन्डियन ग्रोसरी थिएन क्या, पर अलि टाढी अरबिङतिरै जानु पर्थ्यो। यो इन्डियन आएपछि एकदम सजिलो भयो, किनकि हाम्रो चाहिने सामान यताउता भनेको यहाँ जे पनि पाउँछ क्या, नपाउने केही छैन। सागसब्जीदेखि लिएर अदुवाहरूदेखि लिएर जति पनि हामीलाई युज हुने सामानहरू हुन्छ नि, चामल खतरा खुत्रुक त्यस्तो उस्तो सबै कुरा पाउँछ क्या। अरू के किन आँटेको? पूजा गर्ने? ओके मटनहरू पनि रहेछ यहाँ। यति कति हो यो? $27 खसीको मासु, यो मटन, लोकल कुखुराहरू होइन, सब कुरा पाउँछ कि। अदुवा चाहिँ लानुपर्ने छ यार, मेरो अदुवा सकिरहेको थियो। हो लसुन यो चाहिँ ठिक लाग्छ क्या, ठुलो सानो भने केलाउने झ्याउ लाग्छ कि। यो ठुलो चाहिँ केलाउन एकदम त सजिलो। सब्जीहरू खासै आज सकेको रहेछ, आइडन हो यो तिहारले गर्दा हो कि के हो होइन, नभए अरू बेला सब्जीहरू हुन्थ्यो खासै त्यस्तो। आज सब्जी भेराइटी सब्जी रहेन रहेछ है। के छ यहाँ? लट्टे रहेछ यो, लट्टे पालुङ्गी है, महँगो हुन्छ नि यतिलाई। $8 को पालुङ्गी हेर्नु न, यो लास्ट महँगो हुन्छ यो त, महँगो। र हाम्रो गोड बिरयानी आइसकेको छ। झिलिमिली बत्ती त्यो लाउने हुन्छ नि इलेक्ट्रिक, त्यो चाहिँ बिर्सेछ। अरू सबै थोक किन्यो। अब आज होइन भोलि, किनकि एउटा सट्टा भगवान्कोमा यसो लाउँदा त झिलिमिली तिहारको झिलिमिली हुन्छ नि त होइन, बत्तीको झिलिमिली बिर्सेछ। अघि सम्झिरहेको थिएँ, त्यतिकै भयो। अब लास्ट आज गलियो पनि, अब भोलितिर गर्नु पर्ला, किनकि भोलि बेलुका हो नि त लक्ष्मी पूजा गर्ने त। आज रङ्गोली सङ्गोली यताउता सबै कुरा सबै किन्यो। अनि अदुवा पनि किन्ने बिर्सेछ, अर्को कुरा साँच्ची नि अहिले पनि सम्झ। ठिक छ, भोलि कि ल्याउला भोलि। र हामी घर आयोरी सानी पुरै सुतिसकि। अघि नानी सुतेको थिएन नि त दिउँसो होइन, अनि छोरी भनेको लगभग 1.5 घन्टा जस्तो सुति। ठ्याक्क अहिले नानी उठ्यो। अनि मेरो काम थियो अलिकति यताउता अनलाइन काम थियो, कामसम गऱ्यो अरे। अहिले त पुरै झमक्कै अँध्यारो भएछ। पक्ष बाहिर सिलु बत्ती बाला त बाहिर गयो, उतादेखि बत्ती बाहिर त हामी एकछिन बाहिर निस्क्यौँ। बाहिर त पुरै झमक्कै चिसो यार नि। बेलुका पानी परेदेखि बेलुका पनि चिसो पो हुन थालेछ टक्कसँगले। चाहिँ हाम्रो गाडी कहाँ छ? गाडी देखाउनु त कहाँ छ? कोही लु त देखाउनु त छिटो। कता छ गाडी?
देखाउनु न हातले छिटो कता छ छिटो उ लु आफै देखाउनु त लु देखाउनु त लु छिटो देखाउनु त देखाउनु न छिटो देखाउनु त भर्खर सानी पनि उठेकी चाहिँ अनि म बाहिर पनि जाने काम थियो म पनि गलेछु कि त्यतिकै अल्छी लाग्यो नभए अघि गलबाट जानुपर्ने थियो उता एउटा सामान पनि अर्डर गरेको थियो उता अर्को स्टेटबाट खोर्सानी अर्डर गरेको थिएँ क्या अगोबारी खोर्सानी अनि त्यो पनि पर आएको रहेछ म अनि अघि फोन गर्नुभएको थियो खोर्सानी लिन आउनु भन्दै थियो त्यो पनि अल्छी लाग्यो अनि मेरो यो बुकसुक त्यतिकै भोलि चाहिँ म ल्याउँछु ल अस्तिको दिन आएको यो ऱ्याकमा आएको थियो नि त अस्ति यहाँ छोरीले यहाँ सानो भयो क्या अनि छोरीले फाल्दै यहाँको ऱ्याक होइन किताब भेटेर किताब हेर्न पुरै यहाँ लथालिङ्ग भएको छ भुइँमा यहाँ अनि छोरीले फाल्दै गर्छ नि त भेट्दाखेरि अनि त्यो ठुलो एउटा बुक ऱ्याक म आएको थिएँ अस्ति अनि हिजो बिहान कि कहिले अस्तिको दिन बेलुकै आएको थियो होइन डेलिभर भएको थियो पर पार्सल रूपमा थियो त्यो लिन जान पनि त्यतिकै भइरहेछ भोलि चाहिँ ए सानीको नयाँ खेलाउन डगाईको खेल्ने गर्ने अब बाबा छोरी अनि सामान कि अहिले लिएर आउँ कि भोलि ल्याउँछु त्यो भोलि ल्याएर जोड्नु पऱ्यो आज गलियो पनि त्यही हो अब हामी चट्टसँगले ब्लग पनि एन्ड गर्छौँ पक्कै पनि तपाईँलाई आजको ब्लग मन पर्यो होला फेरि पनि तपाईँहरू सबैजनालाई धेरै तिहारको शुभकामना तिहार लाग्दैछ राम्रोसँग मनाउनु होला हामी पनि रङ्गोली बनाउने सामानहरू ल्याएको छौँ रङहरू सबै कुरा ल्याएको छौँ अब भोलि लक्ष्मी पूजा भएपछि भोलि रङ्गोली बनाउँछौँ कस्तो के बन्छ भन्ने कुरा तपाईँले नेक्स्ट ब्लगमा थाहा पनि पाउनुहुन्छ ए पहिला हामी बसेको थियौँ नि उहाँ होइन पकाएर रङ्गोली बनाएर के गर्थे बनाउनु नगर्ने त्यस्तो छैन जस्तो रङ्गोली चाहिँ बनाउने होइन रङ्गोली बनाएर पूजा चाहिँ गर्ने तर पकाउनेहरू चाहिँ केही पनि प्लान छैन नानीले मलाई यहाँ बिहान बेलुकाको खाना त मजाले पकाएर खाँदैन सानोको इयर ठुलो हुनुहुन्छ अर्को हेरमा छोरी सानी चाहिँ त्यही हो कुरो मैले आजको ब्लग यिनीहरू एन्ड गरेँ अब म ब्लग पनि एडिट गर्नुपर्ने हुन्छ पक्कै पनि तपाईँलाई आजको ब्लग मन पर्यो होला भिडियो मन पर्यो भने भिडियो लाइक गर्नु होला कमेन्ट गर्नु होला र हाम्रो युट्युब च्यानलमा नयाँ छ भने सब्सक्राइब गरेर पनि जोडिनु होला त थ्याङ्क यू सो मच बाबा